हाम्रो 10 केजी भन्दा बढी छ अहिले मैले गर्छु है सबैलाई यो चाहिँ एकदम यो अमिलो छिटो बनाउँछ नि त यसले तोरी र अनि के भन्छ भन्दै आएन यसलाई सिलाउनु के भन्छ भन्दै आएन सरसुन र तोरी मुलाको दाना हुन्छ नि हो मुलाको दाना राख्यो भने एकदम टेस्ट हुन्छ है मुलाको अचारमा कस्तो लाग्छ टेस्ट हुन्छ यो चाहिँ 10 ग्राम अनि यो चाहिँ ल यो नराख्छु अचार साइड बहिनीले ल्याएको थियो अनि त्यसको साथमा यसले पनि अलिकति टेस्ट ल्याउँछ त्यस्तो त होइन यो अझै टेस्ट हुन्छ अनि त्यो भएको भएर यो पनि राख्दै तर तपाईँहरूसँग नभएको खण्डमा यसरी काम गर्छ है भएर मैले राखेको त्यो राखिसक्यो म्याम राख्ने त्यसको साटोमा मैले भएको भएर यो राखेको तोरी पनि भयो अरे सरसुन चाहिँ मसाएको कस्तो सरसुन मेया खाने अनि यो चाहिँ छ नि अचार त मुङ्ग्रेलो चाहिँ तपाईहरुले त्यो नपिने कलिको त्यो दाना राखेर त्यो दाना फुरुर त्यतिकै राखेर नपिनिकन के त्यो राख्न पनि मिल्छ है राम्रो पनि अचार पनि राम्रो देख्छ मुङ्ग्रेलो काँचै के काँचै त्यो नपुराइकन पनि हुन्छ नाइ फुराउनु पर्दैन यतिकै राख्ने मसला राखेपछि यसो टोकिन्छ के अनि मिठो हुन्छ त्यो झन् मुलाको दाना त्यसरी राख्दैन हो मुलाको दाना त्यतिकै राख्ने